नमस्ते साथीहरू। मैले चाहिँ यो आफूले काम गरेर सिकेको कुराहरू चाहिँ म तपाईँहरूलाई इच्छा हुनेहरूलाई जस सिकाउन खोज्दैछु। हुन त मलाई त्यस्तो उता गर्न अब कम्प्युटरमा डिजाइन गरेर के गरेर त बनाउन आउँदैन, तर कति साथीहरूलाई चाहिँ यो धेरै महत्त्वपूर्ण पनि हुन्छ। अहिले हाम्रो सानो सानो गाउँमा हुने सानो सानो लिफ्टिङहरूमा चाहिँ तल खोलामा गएर मोटर थिचिरहनु पर्ने अवस्था छ होइन। घरबाट त्यो मोटर कसरी चलाउन सकिन्छ भनेर चाहिँ मैले त्यो खालको काम गरिदिन्छु। त्यसलाई चाहिँ तपाईँहरूलाई माझ चाहिँ मैले अलिअलि लेखेर अनि यसो कोरेर आफूले जस्तो जानेछु त्यही कोरेर मैले तपाईँहरूलाई चाहिँ सेयर गर्न खोज्दैछु है त। नम्बर 1 मा चाहिँ यसरी चाहिने सामानहरूको मैले लिस्ट तयार गरेँ है। नम्बर 2 मा चाहिँ हेर्नु त यसरी कोरियो होइन, कस्तो बनाउने भनेर। 3 नम्बरमा चाहिँ लिस्ट तयार गरेको छु होइन, अब त्यो के गर्ने भनेर जोड्ने। अनि कस्तो कस्तो गर्दा हुन्छ भनेर जोड्ने त्यो यस्तो तयार गरेको छु। यो 4 नम्बर हो। 4 नम्बर चाहिँ यसरी, यो चाहिँ तल पम्प बस्ने ठाउँको कन्ट्रोल प्यानल हो। यहाँ मान्छे बसिँदैन, यहाँबाट चाहिँ यहाँ मोटर चल्छ मात्र। मोटर चलाउँदा तार चाहिँ कता कता जोड्ने भनेर यो 5 नम्बरमा टिपेको छु। 6 नम्बरमा पनि यस्तै टिपेको हो, हेर्नु त यस्तै बनाएको छु। यो हामीलाई तपाईँलाई कुनै एउटा मोटरको कन्ट्रोल प्यानल बनाउँदै हुनुहुन्छ भने तपाईँले ध्यान दिनुपर्ने कुराहरू भनेर चाहिँ जस्तै लिस्ट बनाएको छु कि त्यो कन्ट्याक्टर 2वटा चाहिन्छ, एनओएनसी भएको, अनि 3 फेजवाला त्यो पनि होइन। अब एम्पियर जतिको भए पनि अब ठाउँ त्यो कति क्षमताको बनाउने त्यही अनुसारको हुन्छ एम्पियर चाहिँ होइन। अनि त्यसपछि पुस बटम स्विच एनओ एउटा, एनसी एउटा, अनि डिपिएमसिबी एउटा, एमसिबी एउटा, इन्डिकेटर 2वटा रातो हरियो, यो ठाउँ अनुसार अब चारवटा पनि लाग्छ। 4वटा इन्डिकेटर 2वटा रातो, 2वटा हरियो, भोल्ट मिटर 2टा, अनि पिभिसी बक्स 2टा। अनि म टिप्नु त एकवटा नै मात्रै टिपेको छु। यो सानो भएको कारणले मैले सानोको मात्रै भनेको छु। तार चाहिँ भन्नु भने 1 mm को तार चाहिँ 2 मिटरदेखि 5 मिटरसम्म भइगयो। अनि त्यो चाहिँ ठाउँ अनुसार अनुसार बनाउने हो क्या। अनि त्यसपछि 9 नम्बरमा चाहिँ 2.5 को तार मोटर चाहिँ 2 मिटर जति भइहाल्छ कन्ट्याक्टरमा यसो जोड्नलाई। अब यो चाहिँ कस्तो बन्छ भनेदेखि यस्तै, अब हेर्नुहोस् यो मेन लाइन आयो, अनि अब यो चाहिँ हाम्रो चाहिँ कन्ट्याक्टर, यो कन्ट्याक्टर हो होइन। अब यो चाहिँ स्विच भयो, यो चाहिँ एनसी भइगयो, यो एनो भइगयो, रातो बत्ती भयो। अनि यो चाहिँ लाइन छ कि छैन भनेपछि मोटर अन नहुँदा चाहिँ यो रातो बत्ती बल्छ। मोटर अन भएपछि यो रातो बत्ती निभेर यो हरियो बत्ती बल्छ होइन। अब यहाँबाट निस्केको तार छ, अब हामीले चाहिँ खोलामा लिएर जानु पऱ्यो नि त। यो त हाम्रो त घरमा हुन्छ, आफूलाई जहाँ पाएको पऱ्यो त्यही नजिक यो स्विच बनाइन्छ। यहाँबाट एउटा तार झर्छ, सरर एउटा तार झर्छ, जति लामो भए पनि यो चाहिँ हाम्रो तल खोलामा जान्छ। हेर्नुहोस् खोलामा जान्छ होइन। त्यसपछि हामीले चाहिँ यो कुरालाई चाहिँ अब यो कुरालाई चाहिँ कसरी ध्यान दिएर डेल्टा कनेक्सन गर्ने प्यानल तयार हुन्छ भनेपछि मेन लाइन डिपिएमसिबीमा चाहिँ जोडी मुनिको पोइन्ट माथिको पोइन्टबाट भोल्ट मिटरमा र एन र यल जोड्ने भोल्ट मिटरको काम सकिगयो होइन। त्यो मैले यहाँ तपाईँहरूलाई यहाँ यसरी देखाएको थिएँ, त्यो यसरी भनेको कि खास चाहिँ अब मुनिको पोइन्टबाट चाहिँ अब यो पोइन्टबाट चाहिँ डिपिएमसिबीमा मेन लाइन जोडिन्छ। त्यसपछि हाम्रो
यहाँबाट चाहिँ भोल्ट मिटरमा गयो होइन। अनि डिपिएमसिबी यही हो डिपिएमसिबी। डिपिएमसिबीबाट डिपिएमसिबीबाट फेरि एन तार चाहिँ यो डट 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 लगाएको तार चाहिँ लगेर रातो बत्तीको एउटा न्युट्रल पोइन्टमा जोडिदिने होइन। अनि इन्डिकेटर भनौँ न, रातो बल्ने इन्डिकेटरको एउटा पोइन्टमा जोड्ने, अनि अर्को पोइन्ट, अनि त्यहीँबाट फेरि लुप गरेर हरियो पोइन्टमा जोड्ने। त्यही भनेको सिधै कन्ट्याक्टरमा डिपिएमसिबीको फेरि एन तार चाहिँ सिधै कन्ट्याक्टरको, अनि त्यसपछि यो कन्ट्याक्टरको A2मा जोडिन्छ। अब यहाँ मैले भने यहाँबाट निकालेर लिएर गएर A2मा पनि जोडिन्छ। यस्तो घुमेर गएर यहाँ A2मा जोडेको छ। A2बाट चाहिँ अनि तपाईँलाई त्यो गरिसकेपछि अब फेरि A2को इन्डिकेटरको अर्को तार चाहिँ जोड्ने गरी तार चाहिँ जोड्ने ठाउँमा जोड्ने गरी फेरि लुप गरी अर्को इन्डिकेटरको अर्को पोइन्टहरूमा जोड्ने भनेर लेखेको छ। यो अघि मैले भनिहालेँ, यो यसरी जोडेर यसरी लिएर जाने है। अब बाँकी रह्यो डिपिएमसिबीबाट निकालेको अर्को तार कन्ट्याक्टरको T1मा हेर्नुहोस् है, एउटा तार यहाँ निस्किन्छ नि, यो चाहिँ सर हाम्रो यस्तो लुप भएर T1मा गएको छ कि कन्ट्याक्टरको यो T1मा गएको छ। T1मा जोड्ने, T1मा जोडिसकेपछि अब यो चाहिँ यहाँ T1मा जोडिएछ। अनि T1मा जोड्ने र कन्ट्याक्टरको L1बाट निकालेको तार चाहिँ सिधै तल खोलामा लाने भनेको, यो चाहिँ L1बाट चाहिँ निकालेको तार चाहिँ सिधै यसरी खोलामा झर्छ। यो चाहिँ खोलामा झर्छ होइन। अब फेरि अब रह्यो डिपिएमसीबाट L तार सिधै पुस बटमको एनसीमा जोड्ने। पुस बटमको चाहिँ यहाँ डिपिएमसीबाट यस्तो निकालेर चाहिँ पुस बटमको यो 1 नम्बर हो कि, यो रातो स्विच हो, यो 1 नम्बरमा जोडिन्छ। यो 1 नम्बरबाट 1 नम्बर पोइन्टमा जोड्ने र एनसीको 2 नम्बर पोइन्टबाट निकालेको तार सिधै एनओको 3 नम्बर पोइन्टमा, जस्तै एनसीको 2 नम्बर पोइन्टबाट निकालेको तार चाहिँ सिधै एनओको 3 नम्बर पोइन्टमा जोड्ने। 3 नम्बर पोइन्टमा जोड्ने, 3 नम्बरमा जोड्ने। एनओको फेरि 4 नम्बर पोइन्टबाट चाहिँ निकालेको तार कन्ट्याक्टरको A1मा जोड्ने। हेर्नुहोस् है, यो चाहिँ 1 भयो, यो 2 भयो, अनि यो 3 भयो, यताको 3 भयो, यताको 4 नम्बर पोइन्ट भयो। यो 4 नम्बर पोइन्ट चाहिँ सिधै यसरी गएर कन्ट्याक्टरको A1मा गएको छ। कन्ट्याक्टरको मुनि हुन्छ, मुनिपट्टि त्यो A1मा जोडिन्छ। A1बाट फेरि A1बाट अर्को तार निकालेर A1बाट नै अर्को तार जोडेर कन्ट्याक्टरको NOमा जानु पर्यो। अब फेरि यो NOबाट चाहिँ यो यस्तो घुमेर यस्तो माथि गएर माथिबाट यस्तरी आएर यो NOमा गएको छ है। यहाँ सानो पोइन्ट छ यो NO। यो NOबाट NOमा जोडेको छु, यो NOमा जोडेको छु है। अब यहाँ हेर्नुहोस्, NOमा जोड्ने, फेरि त्यही ठाउँमा लुप गरी निकालेको तार इन्डिकेटरको हरियो बल्नेको L1 पोइन्टमा लैजाने। जस्तै यहाँबाट यो NOबाट चाहिँ निकालेर यो घुमाएर मैले यहाँ यो चाहिँ यो हरियो बत्तीको यहाँ ल्याएको छु। हेर्नु त, यहाँ तलबाट न्युट्रल आयो, माथिबाट यस्तो घुमेर आएर यहाँ नजिक NOमा जोडियो भनेपछि यो मोटर अन भयो भनेदेखिमा चाहिँ यो बत्ती बल्छ। त्यसको लागि यस्तो बनाएको। अब फेरि बाँकी रह्यो, अब अर्को जोड्ने। यसरी जोड्दै, यो भिडियो चाहिँ लामो हुने रहेछ। अनि जोड्ने र हरियो बत्ती बल्छ। अनि 3 नम्बरको पोइन्टबाट चाहिँ अर्को तार निकालेर फेरि NOको चाहिँ 3 नम्बर पोइन्टबाट अर्को तार निकालेर कन्ट्याक्टरको NO यो 13 नम्बरमा हुन्छ प्राय गरी। यहाँ हेर्नुहोस् है, यो चाहिँ यो पोइन्टबाट चाहिँ निकालेर यो पोइन्टबाट यसरी निकालेर यहाँ सिधै लगेर मैले यहाँ NOमा जोडेछु नि त।
यो एनोमा जोड्ने, एनोमा जोडेर यो एनोमा जोडिदिने, त्यो अटोमेटिक त्यो चलिहाल्छ। यहाँबाट निकालेर यहाँ लगेर जोडिदिने। अब एनसीको एक पोइन्टबाट अर्को तार सिधै निकालेर कन्ट्याक्टरको एनसीको यो 98 97 कति कति हुन्छ यो एनसीको यस्तै यहाँबाट है मैले यो यसरी निकालेर यस्तो लुप गरेर यस्तो गरेर घुमाएर यस्तरी लुप गरेर एनसीको यहाँ माथि लगेर जोडेछु। यो तार यहाँ एउटा जोडेँ हैन। अब त्यही पोइन्टमा 98 पोइन्टमा जोड्ने कन्ट्याक्टरको अर्को एनसी 99बाट निकालेको तार चाहिँ सिधै रातो बल्ने इन्डिकेटरको पोइन्टमा लिएर जाने। जस्तै यो चाहिँ यहाँबाट चाहिँ घुमेर यहाँ गयो, यहाँबाट निकालेको तार चाहिँ यहाँ रातो बत्ती बल्ने, रातो बल्ने इन्डिकेटरमा जान्छ। यो भएपछि यसको चाहिँ वायरिङ भइसक्यो। यो लेखेको मैले तपाईँहरूलाई देखाइने। यो 3 नम्बर पनि सक्यो। अब 4 नम्बरमा त अघि मैले यहाँ भनेको थिएँ 2 नम्बर यस्तो खोलामा झऱ्यो भनेर। अब त्यो तार चाहिँ हाम्रो यहाँ आइपुग्यो क्या, यहाँ आइपुग्यो। यहाँ आइपुगेपछि यो तार चाहिँ सिधै यो तल मोटर बस्ने ठाउँमा बस्ने प्यानल हो। सिधै यस्तरी झर्छ यहाँ तल झरेर यस्तरी यहाँ घुमेर यस्तरी लुप भएर घुमेर यहाँ A1मा गएको छ है। हेर्नुहोस् है, यो कन्ट्याक्टर हो, यो A1मा जोडिएको छ है। यो माथिबाट आएको चाहिँ सिधै A1मा जोडिन्छ। अब यो चाहिँ किन यस्तो हुनुपर्छ भनेदेखिमा चाहिँ यो चाहिँ मिटर बक्स हो, खोलामा मोटर चलाउनको लागि राखेको मिटर बक्सबाट चाहिँ निस्किएको तार हो। यो डिपी एमसिबी हो। यहाँबाट चाहिँ माथि भोल्ट मिटरमा गयो, भोल्टेज कति भोल्टेज छ भनेर थाहा पाउनको लागि हैन। अनि यहाँबाट यो डिपिएम के अरे यो चाहिँ यो चाहिँ डिपीबाटै निस्केको एउटा तार चाहिँ गएर हाम्रो यहाँ कन्ट्याक्टरको T2मा कनेक्सन भयो। डिपीबाट निस्केर आएको एउटा तार चाहिँ T1मा कनेक्सन भयो हैन। T1को कनेक्सन चाहिँ सरर घुमेर हाम्रो यहाँ आयो। अब यो चाहिँ फेरि यहाँ मैले यसरी लेखिदिएको छु। अब यो चाहिँ ड्रइङ हेरिसकेपछि अब यहाँ माथि लेखेको छु नि त मैले, डिपीबाट आएको अर्को तार चाहिँ भोल्ट एन भनेको चाहिँ भोल्ट न्युट्रल हो, भोल्ट मिटरकोमा जोड्ने, एक पोइन्टमा जोड्ने, अर्को पोइन्टमा चाहिँ याल जोड्ने। भोल्ट मिटरको यो भोल्ट मिटरको यो भइगयो। अनि त्यसपछि डिपिएमसीबाट निस्केको तार चाहिँ अर्को तार चाहिँ याल र यान चाहिँ हाम्रो केमा छ कन्ट्याक्टरमा T1मा यान जोड्ने र T2मा चाहिँ याल जोड्ने। अनि कन्ट्याक्टरको याल1बाट निस्केको तार र बाट निस्केको यान चाहिँ सिधै उमा झर्छ हाम्रो चाहिँ यहाँ तल झऱ्यो, यहाँ आयो। यान चाहिँ सिधै याल1बाट निस्केको तार चाहिँ यहाँ आयो हैन। अनि सिधै याल1बाट निस्केको यान चाहिँ सिधै यहाँ तल झर्यो भनेपछि तल कनेक्टरमा जोड्ने, यो तलको यो कनेक्टर हो यहाँ जोड्ने। अनि कन्ट्याक्टरको याल2बाट निस्केको तार याल चाहिँ एएम मिटर, जस्तै यहाँबाट निस्क्यो यो एम्पियर मिटर हो, एएम मिटरमा गयो, यहाँ एएम मिटरमा गयो। एएमबाट निस्केको एउटा तार चाहिँ फेरि हाम्रो एएमबाट अब यहाँ एएम मिटरमा जोड्ने। फेरि अर्को पोइन्टबाट निस्केको तार चाहिँ कनेक्टरमा जोड्ने। यहाँ हेर्नुहोस्, यहाँबाट निस्केको अर्को तार चाहिँ हाम्रो कनेक्टरमा यहाँ तल कनेक्टरमा आइसक्यो, कनेक्टरमा जोड्ने। अनि फेरि एएम मिटरबाट निस्के अर्को तार चाहिँ सिधै हरियो बल्ने बत्ती इन्डिकेटरमा जोड्ने। यहाँबाट यहाँ दुईवटा तार छ नि, एउटा तार चाहिँ सिधै लगेर यो हरियो बत्ती बल्ने ठाउँमा जोड्ने। यहाँ जोडिसकेपछि के हुन्छ त, हाम्रो बत्ती हरियो बत्ती बलिरहन्छ, रातो बत्ती बल्छ हैन। अब इन्डिकेटरमा भोल्ट मिटरबाट याल पोइन्टबाट निस्किएको तार इन्डिकेटरको रातो बल्ने पोइन्टमा जोड्ने। यो चाहिँ यहाँबाट निस्केको एउटा तार चाहिँ यस्तो गरी घुमाएर यहाँ रातो बल्नेमा भनेर मैले यहाँ पुर्याएको छु नि त, यो रातो बल्ने ठाउँमा जोड्ने। अब त्यसरी जोडिसकेपछि अब बाँकी रह्यो यहाँ भएन, बाँकी रह्यो अब
फ्लट स्विच डिपिएमसिबीबाट निस्केको यान तार चाहिँ फ्लट स्विचमा जोड्ने र रिटर्न तार कनेक्टरको A2 मा जोड्ने। जस्तै अब यहाँ हेर्नुहोस् है, यहाँबाट एउटा तार निस्क्यो, यो चाहिँ यहाँ न्युट्रल तार निस्क्यो, यहाँबाट यस्तो सिधै झऱ्यो, फ्लट स्विचको यो कमानमा जोडियो, यहाँबाट एउटा रिटर्न निस्किन्छ, यो रिटर्न चाहिँ सिधै लगेर यो A2 पोइन्टमा जोडिएको छ हैन, A2 मा जोडिएको छ। अब कमनमा जोड्ने रिटर्न कनेक्टर छ A2 मा जोड्ने, माथि घरबाट आएको तार तल सिधै कन्ट्याक्टरको A1 मा जोड्ने। यो माथिबाट आएको तार चाहिँ यस्तरी घुमेर आएको तार चाहिँ यस्तो भएर कन्ट्याक्टरको A1 मा जोडियो है। अब त्यो जोडिहाल्यो। अब यहाँ चाहिँ के भनेछ भने 6 नम्बर मोटर जोड्ने कनेक्टरमा जम्मा 6वटा पोइन्ट हुन्छ। हेर्नुहोस् 6वटा 1 2 3 4 5 6 6वटा पोइन्ट हुन्छ। र माथिबाट माथिको पोइन्टमा चाहिँ 3वटा पोइन्टमा चाहिँ 1 नम्बरमा यान न्युट्रल जोडिन्छ, यताबाट आएको यो यान जोडिन्छ, यो यान भइगयो। अनि आएको तार जोड्ने र त्यही पोइन्टलाई आर भनिन्छ, यो यहाँ तल आर कमान्ड गरेछु, आर भनिन्छ। 2 नम्बर पोइन्ट चाहिँ क्यापासिटरबाट रिटर्न आएको तार जोड्ने हो, त्यो वाइ हो। यो चाहिँ क्यापासिटर हाम्रो क्यापासिटर बनाएको, यो क्यापासिटरबाट यो डट 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 गरेर चाहिँ रिटर्न आउँछ कि यो वाइ हो, यहाँ वाइ छ, यो पनि यस्तरी वाइ आउँछ यहाँ हैन। अनि यो वाइ आउँछ, यो वाइ जोड्ने हो। अनि यो वाइलाई जोडिसकेपछि तपाईको चाहिँ के हुन्छ भनेदेखिमा, अब यहाँ मैले के भन्दैछु तपाईहरुलाई, अब यहाँ फोनमा गरेर भन्नुभन्दा पनि, अनि 1 नम्बरमा त्यो त भइगयो, 2 नम्बर पोइन्ट चाहिँ क्यापासिटरबाट रिटर्न आएको जो पोइन्ट वाइ हुन्छ। 3 नम्बर पोइन्ट चाहिँ एएम मिटरबाट, यहाँ मैले भनेको थिएँ अघि एएम मिटरबाट, एम्पियर मिटरबाट अघि सिधै लिएर आएको थियौँ नि त हामीले, एएम मिटरबाट आएको तार चाहिँ फेरि हाम्रो बी भयो। हेर्नुहोस् है, यहाँ चाहिँ बी भइसक्यो है। अब एएम मिटरबाट चाहिँ 3 नम्बरको चाहिँ एएम मिटरबाट आएको यल तार चाहिँ जोडिन्छ, त्यो बी हुन्छ, भइगयो, सिद्धिहाल्यो, यहाँ बी भइसक्यो। क्यापासिटरको एक तार कनेक्टरको 3 नम्बर वा बी पोइन्टमा जोडी आएको कनेक्टरको 2 नम्बरमा जोड्ने भने, जस्तै अब यहाँबाट हामी यहाँ 2टा तार 3टा तार जोड्यौँ, यो एउटा क्यापासिटर भयो, यो अर्को क्यापासिटर भयो, यहाँ जोड्यौँ, यहाँबाट डट 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 भएर यसरी रिटर्न भएर चाहिँ यो वाइ भयो हैन। बी पोइन्टमा जोडेर आउने कनेक्सन, अनि मोटरबाट आएको तार चाहिँ आरवाइबी क्रमशः जोडिन्छ अनि मोटर चल्छ। धन्यवाद। बीबाट हेर्नुहोस् है, अनि मोटरबाट आएको तार चाहिँ आरवाइबी क्रमशः जोडिन्छ अनि मोटर चल्छ। धन्यवाद भनेछु। यो चाहिँ मैले एउटा भिडियो बनाएको छु, यसरी लेखेर भिडियो बनाएको छु। भिडियो चाहिँ लामो भयो, तपाईहरुलाई कस्तो लाग्छ हेर्दै होला है।